कक्षा 10 में अध्ययनरत संपूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय विद्यार्थी भाई बहिनीहरू, आजको यस भिडियोमा म तपाईहरूलाई नेपाली विषयको पाठ 1 उज्यालो यात्रा कविताको मुख्य प्रश्नहरू लिएर आएको छु, जुन एक्जाम पोइन्ट अफ भ्यूले धेरै नै महत्त्वपूर्ण रहेको छ। साथीहरू, उज्यालो यात्रा कविताको पहिलो इम्पोर्टेन्ट क्वेशन रहेको छ, उज्यालो यात्रा कविताको सारांश लेख्नुहोस्। सारांश यस्तो रहेको छ, उज्यालो यात्रा कविता जीवनको सङ्घर्ष र आशाको प्रतीक हो। कवितामा मानिसले अन्धकार र कठिनाइहरू पार गर्दै उज्यालो भविष्यतिर अघि बढ्नुपर्ने कुरा बताइएको छ। जीवनमा चुनौतीहरू आए पनि निराश नहुनुपर्ने, साहस र लगनशीलताले मात्र सफलताको मार्ग खुल्ने सन्देश कविताले दिन्छ। कवितामा प्रकृतिका छवि, उज्यालो र अन्धकारको तुलना र आशाको प्रकाशको प्रतीक प्रयोग गरेर जीवनमा कठिन समयको सामना गर्दा धैर्य राख्न र सकारात्मक सोच राख्न आवश्यक रहेको कुरा व्यक्त गरिएको छ। यसले विद्यार्थीलाई सङ्घर्ष र प्रयत्नको महत्त्व सिकाउँछ र उज्यालो भविष्यको खोजीमा प्रेरित गर्छ। संक्षेपमा, यो कविता जीवनमा कठिनाइका बावजुद आशा नहार्न, साहस र मेहनतका साथ अघि बढ्न प्रेरित गर्ने सन्देश बोकेको छ। अब अर्को क्वेशन रहेको छ, उज्यालो यात्रा कविताको भाषा शैलीको बारेमा लेख्नुहोस्। रामप्रसाद गेवालीद्वारा रचित उज्यालो यात्रा कविताको भाषा शैली निकै प्रेरणादायी र आशावादी छ। कविले सरल, भावनात्मक र प्रतीकात्मक भाषा शैलीको प्रयोग गरी जीवनमा सङ्घर्ष र निरन्तर प्रयत्नको महत्त्व देखाएका छन्। कविताको भाषा सरल र सहज भएकाले विद्यार्थीदेखि सर्वसाधारण सबैले सजिलै बुझ्न सक्छन्। कविको शैलीमा प्रकृतिको चित्रण, रूपक र प्रतीकको प्रयोग पाइन्छ, जसले कवितालाई कलात्मक र गहिरो बनाउँछ। कविले अन्धकार र उज्यालोको तुलना गर्दै जीवनमा आशा, परिश्रम र सकारात्मक सोचको शक्ति देखाएका छन्। कविताको स्वर उत्साहपूर्ण, प्रेरणादायी र उत्साह जगाउने खालको छ। यो कविताले पाठकलाई हार नमान्न, निरन्तर अघि बढ्न र आफ्नो लक्ष्यमा दृढ रहन प्रेरित गर्छ। समग्रमा कविताको शैली सरल तर अर्थगर्भित र स्वर उत्साहपूर्ण छ। अब अर्को महत्त्वपूर्ण प्रश्नतर्फ जाउँ। उज्यालो यात्रा कविताले सफलता र प्रयासबारे कस्तो सन्देश दिएको छ? उज्यालो यात्रा कविताले सफलता र प्रयासबारे अत्यन्तै प्रेरणादायी सन्देश दिएको छ। कवि रामप्रसाद गेवालीद्वारा लिखित यस कवितामा सफलता प्राप्त गर्न निरन्तर प्रयास, दृढ सङ्कल्प र सकारात्मक सोच आवश्यक हुन्छ भन्ने कुरा बताइएको छ। प्रयास बिना सफलता सम्भव छैन। कविताले सिकाउँछ कि जीवनमा कठिनाइहरू आउँछन्, तर ती कठिनाइहरूलाई पार गर्न साहस र मेहनत गर्नुपर्छ। अन्धकारबाट उज्यालोतर्फको यात्रा त्यही मानिसले गर्न सक्छ जसले हार मान्दैन र निरन्तर प्रयत्न गर्छ। अन्ततः कविताले सन्देश दिन्छ, सफलता कसैको भाग्य होइन, परिश्रम र लगनशीलताले प्राप्त हुन्छ। त्यसैले जीवनमा कहिले हार नमान्ने, सतत प्रयास गर्ने र उज्यालोतर्फ अघि बढ्ने बानी नै वास्तविक सफलताको कुञ्जी हो। अर्को इम्पोर्टेन्ट क्वेसन रहेको छ, उज्यालो यात्रा कविताको मुख्य उद्देश्य के हो? उत्तर, रामप्रसाद गेवालीद्वारा रचित उज्यालो यात्रा कविताको मुख्य विषय अन्धकारबाट उज्यालोतर्फको यात्रा हो। कविले यस कवितामा अज्ञान, निराशा र आलस्यको अन्धकारलाई त्यागी ज्ञान, आशा र परिश्रमको उज्यालोतर्फ बढ्ने सन्देश दिएका छन्। कविताका अनुसार उज्यालो ज्ञान, शिक्षा र चेतनाको प्रतीक हो भने अन्धकार अज्ञानता, पछौटेपन र नकारात्मकताको प्रतीक हो। कविले मानिसले आफ्नो जीवनमा शिक्षा, परिश्रम र आत्मविश्वासको माध्यमबाट अन्धकार हटाई उज्यालो ल्याउन सक्छ भन्ने सन्देश दिएका छन्। यस कविताले हामीलाई जीवनमा कठिनाइ आए पनि दृढ सङ्कल्प, सकारात्मक सोच र निरन्तर प्रयासका साथ अघि बढ्ने प्रेरणा दिन्छ। अन्ततः उज्यालो यात्रा कविताले जीवनलाई अर्थपूर्ण, सफल र सुखी बनाउन ज्ञान, जागरण र परिश्रमको महत्त्व दर्शाउँछ। साथीहरू, अब हामी अर्को एउटा इम्पोर्टेन्ट क्वेसनतर्फ जाउँ र त्यसको उत्तर पनि हामी पाउँदैछौँ। उज्यालो यात्रा कविताको अनुसार निरन्तर प्रयासको महत्त्व कस्तो रहेको छ? यस क्वेसनको एन्सर यसरी दिनुपर्छ। उज्यालो यात्रा कविता अनुसार निरन्तर प्रयासको अत्यन्त ठुलो महत्त्व छ।
कवि रामप्रसाद गेवालीका विचारमा मानिसको जीवनमा सफलता, ज्ञान र उज्यालो प्राप्ति निरन्तर प्रयासबाटै सम्भव हुन्छ। कवितामा कविले देखाएका छन् कि जो मानिस कठिनाई, असफलता र निराशालाई व्यवस्था गरेर लगातार अघि बढ्छ ऊ अन्ततः उज्यालो सफलतासम्म पुग्छ। निरन्तर प्रयासले नै अन्धकारको पर्दा हटाउँछ र जीवनमा नयाँ आशा र शक्ति ल्याउँछ। यस कविताले सिकाउँछ कि प्रयास रोकियो भने प्रगति रोकिन्छ, तर निरन्तर प्रयत्न जारी राखेमा हरेक अन्धकारमाथि विजय हासिल गर्न सकिन्छ। साथीहरू, अब आजको भिडियोको अन्तिम एउटा इम्पोर्टेन्ट क्वेसन रहेको छ, त्यो म तपाईहरूलाई प्रस्तुत गर्न चाहन्छु। तर त्यसभन्दा अगाडि तपाईले यदि यो भिडियो राम्रो लागिरहेको छ भने लाइक गर्न नबिर्सनुहोला, आफ्नो साथीहरूले पनि सेयर गरिदिनु होला। यति भन्दै आजको अन्तिम इम्पोर्टेन्ट क्वेसनतर्फ लाग्छौँ। शब्द भण्डार। दिइएका अर्थ आउने शब्द उज्यालो यात्रा कविताबाट खोजेर लेख्नुहोस्। क. मनमा उत्पन्न हुने भाव वा विचार, भावना। श्रीखण्ड घोटेर बनाएको लेप। ख. चन्दन। ग. गौरवले भरिएको सगौरव। घ. आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम, त्याग। अङ्ग. सबैभन्दा उच्च वा अग्लो, सर्वोच्च। दोस्रो क्वेसनको उत्तर रहेको छ यहाँ मानिसको मानव, जनावरको चौपाया, दुग्धको दूध, उपार्जनको आम्दानी, पोसिला र पोसिलाको तागतिला। साथीहरू, यो रहेको छ पर्यायवाची शब्द हैन। अब हामी क्वेसन नम्बर 3 मा जाउँ। क्वेसन नम्बर 3 को उत्तर यहाँ दिएको छ शक्तिको बल, तागत, सामर्थ्य, क्षमता। प्रेमको माया, प्यार, प्रीति। धरतीको पृथ्वी, धरती, भूमि, भुइँ। शिरको टाउको, माथ, मस्तक। कर्मको काम, कार्य। सुन्दरको राम्रो, मनोहर। जिन्दगीको जीवन, जिन्दगानी। महानको उच्च, ठुलो, विशाल। हावाको वायु, समीर, मारुत, अनिल। आकाशको गगन, सागर, नभ, अम्बर। नयनको आँखा, चक्षु, नेत्र, दृष्टि। अब क्वेसन नम्बर 4 मा जाउँ। क्वेसन नम्बर 4 को उत्तर यहाँ दिएको छ निम्नको उच्च। यो विपरीतार्थक शब्द हो। निम्नको उच्च, दुखीको सुखी, अज्ञानको ज्ञान, सम्भवको असम्भव, आफ्नोको अरूको, अन्यायको न्याय। असल कर्म गर्नेको जीवन सफल हुन्छ, खराब कर्म गर्नेको जीवन असफल हुन्छ। गाउँको सहर, गाउँ सहर। गाउँको वातावरण शान्त हुन्छ, सहरको वातावरण शान्त हुँदैन। सम्भव असम्भव। हरेक व्यक्तिको जीवनमा शान्ति सम्भव छ। परिश्रमीका लागि असम्भव केही पनि छैन। जन्म मृत्यु। जन्मदेखि नै कोही विद्वान हुँदैन। हरेक व्यक्तिको मृत्यु निश्चित छ। धनी गरिब। नेपालको सबभन्दा धनी व्यक्ति विनोद चौधरी हुन्। हाम्रो देश गरिब छ। साथीहरू, आजको भिडियो यति नै रहेको छ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। मैले तपाईको प्रतिक्रियाको प्रतीक्षा गर्नेछु।